नमस्कार सम्पूर्णमा म हेमराज पुन र अहिले हालमा बुरङ्जाको यो टिङ्गे डाँडामा छु मङ्गला गाउँपालिकामा र अहिले बिहानको 8:30 भएर 9 पनि बज्न थालिसकेको छ र म आज तपाईलाई के भन्न चाहन्छु भने यो मङ्गला गाउँपालिकाको र साथसाथै पारिरहेको तल रहेको सिङ्गा तातो पानीको बारेमा चाहिँ केही भन्न जाँदैछु हैन। र यो बुरङ्जा मङ्गला गाउँपालिका एउटा भन्नुपर्दा यो एकदम एउटा गाउँ पनि छ र यहाँ म्याक्सिमम तपाईले के देख्न सक्नुहुन्छ भने यतातिर चाहिँ तपाई धेरै यो भेकमा मगर बास्ती एकदम धेरै भएको थाहा पाइन्छ, किनकि यहाँनिर अहिले धुले मेला पनि लागिरहेको छ र त्यो धुले मेलामा चाहिँ तपाईको के छ भने 54 कुरे भन्ने जो अलरेडी बसोबास गर्दै आउनु भएको छ उहाँहरूको लागि भनेर चाहिँ यो परम्परागत पुरानोदेखि नै चलिआएको छ र यसमा हामी तपाई भोलि बुरङ्जा आउनुभयो भने यसमा धेरै ठाउँ घुम्न सक्नुहुनेछ। यति राम्रो प्रकृतिले दिएको जस अघि पछि तपाईले हेर्न सक्नुहुन्छ। पारी रह्यो भने तपाईको थामडाँडा र अलि यसको अपोजिट डाइरेक्सन राइटमा चाहिँ तपाईले के देख्न सक्नुहुन्छ सिङ्गा तातो पानी र यो बुरङ्जादेखि माथि तपाई झाग्री पानी र चिनाकोट जस्तो ठाउँमा तपाई पनि घुम्न सक्नुहुन्छ र साथसाथै यो म्याग्दी जिल्लाको एकदम राम्रो बस्ती भएको ठाउँ भनेर चाहिँ हामीले चिन्न सकिन्छ र तपाईहरु पनि यहाँ घुम्न आउनु होला। र अहिले यो मोटरबाटो भन्नुपर्दा म्याक्सिममली अहिले यो तपाईको बुरङ्जादेखि अर्को भेकसम्म पुगिसकेको छ र साथसाथै यहाँ चाहिँ हामी तपाईहरु चाहिँ बसहरु पनि पाउन सक्नुहुन्छ। सुविधा एकदम राम्रो छ र यहाँको जुन बस्तीमा दैनिक जीवन कसरी आर्जन भइरहेको छ भन्दा म्याक्सिमम यहाँबाट तपाईको दुधहरु सप्लाई हुन्छ, जहाँ भैँसी पालेर चाहिँ उहाँले चाहिँ दुध सप्लाई गरेर चाहिँ यहाँबाट पैसा पनि मजाले कमाउनुहुन्छ र साथसाथै कृषिमा एकदम म्याक्सिमम छ र यो क्षेत्रलाई अझ विकसित गर्नको लागि चाहिँ तपाई यहाँनिरको माननीय ज्यूहरूले पनि एकदम पहल गरिसकेको जस्तो फिल लाग्छ मलाई। र अब अर्को म तल एक्सप्लेन गर्न चाहन्छु सिङ्गा तातो पानी छ। यो सिङ्गा तातो पानी भनेको एउटा प्राकृतिक हट स्प्रिङ भन्छ यसमा। यहाँनिर चाहिँ तपाईको हरेक ठाउँबाट मान्छेहरू आउँछ जुन ठाउँमा चाहिँ उहाँले उपचार गर्न सक्नुहुन्छ हैन। र यहाँनिर तपाईले विभिन्न खालको रोगहरू निको पनि हुन्छ र साथसाथै तपाई तातो पानीमा तपाई गुफिनुहुन्छ भने तपाईको रोग त निको हुन्छ, तर साथसाथै तपाईले घुम्ने दृष्टिकोण धेरै पाउन सक्नुहुन्छ यहाँबाट। र अरु कुरा के छ भने बेनीदेखि तातो पानी आउनलाई चाहिँ धेरै छैन, जस्ट तपाई 9 देखि 7 किलोमिटरको आसपासमा तपाई तातो पानीमा उपस्थित हुन सक्नुहुन्छ र यहाँनिर तपाईको नियमित डुब्ने अवसर पनि पाउनुहुन्छ र साथसाथै तपाईको रोगलाई निको पनि पार्न सक्नुहुन्छ। र अर्को कुरा के छ भने हामी म्याग्दी जिल्लामा धेरै अन्य ठाउँ घुम्न सक्नुहुन्छ, जस्तै मुस्ताङ छ तपाई हैन, र माथि तपाईको यो बेनी नगरपालिकाको भेकतिर तपाई धेरै ठाउँमा चाहिँ घुम्न सक्नुहुनेछ र नार्साङ जस्तो ठाउँमा पनि तपाई घुमेर चाहिँ आफूले चाहिँ एउटा आनन्द फिल गर्न चाहन्छ। र जबसम्म घुमिराख्नुहुन्छ तबसम्म तपाईले आनन्द पनि पाउन सक्नुहुन्छ। ट्राभल गर्नुभयो भने तपाईले केही न केही एउटा नयाँ कुरा चाहिँ जान्न सक्नुहुन्छ। सायद नै दुनियाँमा चाहिँ हामी ट्राभल गऱ्यो भने धेरै कुराको नलेजहरू आउँछ, हाम्रो माइन्डसेट चाहिँ बढ्न सक्छ र भोलिको दिनमा चाहिँ हामीले चाहिँ चाहेको कुराले चाहिँ सोच्न सक्छौँ, थिङ्किङ क्यापेसिटी धेरै हुन्छ। सो म अहिले यति नै भन्न चाहे। अहिलेको लागि थ्याङ्क यू सो मच।